बिरुवा हो रोप्ने भने दिउँला हुन्छ तिमीलाई यति भयो भयो तपाईँ दुईजना को पर्छ भनिदिनु त को ठुलो को ठुलो हामीले सोध्दा आमै को पर्छ को पर्छ गो पर्छ देउरानी देउराली तपाईँ जेठानी जेठानी देउराली हाम्रा बुढा हुँदाखेरि नि पहिले गएर उहाँ टिको उठाउँथे हाम्रा बुढा हुँदाखेरि पहिले गएर टिको उठाउँथे पहिले हजुरबा आउँदाखेरि तपाईँ घर जानुहुन्थ्यो टिका लाउनु भन्नु हुँदैछ कान्छा नानीले मेरो घरको टिको माथि शिरमा उठाएर अनि पूजा गरेर अनि घरमा लाउनुहुन्थ्यो टिको लाउन हो जान्थे रहेछ। अनि टिको लगाइदिन्थे म मैले भन्नु हो रहेछ पहिले उहाँ लगाएर म चाहिँ जान्छु घर र होइन उहाँ गएर आफूले पक्सेर माथि अक्षता लगाइदिएर को आउँथे बिरानो भइयो अब हिँड्न सकिँदैन अन्त आज बिहान गएर चाहिँ देखिनँ मैले तपाईँहरूलाई अनि बिहान बेलुका घरमा खानेपिने गरे मेरो घरमा कान्छा नानी गइरहेको थिएँ मकै हुन्थ्यो आज त मकै छोडाउन आएँ है भाउजू भनेर मकै छोडाउनु नल्याउनु एकछिनमै छोडाउने नि अनि म पनि खाना उनले खाने बनाउँथेँ नि त दिन्थेँ आमा खान्थेँ